सबै परिवार मिलेर चपातीको इन्जोय गर्दैछौँ हैन। यता चाहिँ मेरो मम्मी, यता चाहिँ मेरो भाइ भर्खर कट हानेर आइरहेछ। बेला पहिले चाहिँ भाइको यहाँबाट घेरा मन पर्थ्यो क्या, घेरा भन्थ्यो रेखालाई। यता चाहिँ हाम्रो फुपूको छोरी, हामी दिदी बहिनी। अनि यता चाहिँ हाम्रो काकी पनि मस्त यहाँ हेर न, यस्तो हेर्दै हुनुहुन्छ। हेर त केटाकेटी जस्तो। यता मेरी सानी मुनि हेरेर हैन। यता हाम्रो अहिले छोरो यो अन्तारा गाई चटपटी ओइ गरौँ। मेरा कान हेर्नु न गाई, अस्ति भर्खर मैले तपाईँहरूलाई टप्लाएर देखाएको थिएँ। तपाईँमाथि कसले हो कुनी नजर लगाइदिएछ। आई डोन्ट लाइक हैन, कसले नजर लागेको नि मलाई मन पर्दैन हैन नजर लागेको। के गर्नुभएको छ? सुतेर खान्छन्? घरमा खेल्नु हुँदैन? यो हाम्रो कामको दाजुको पनि गरेको उसको पनि आइभरि नखाइसक्यो। म चाहिँ भर्खर फुपूको घरकोबाट आएको नि त। अनि आमाले दिनुभएको मलाई चियरपट्टि नि आमा। अनि गाइस हामी दुईजनाको चाहिँ टिकटक हेर्ने हो भने दुर्गा देवी दुईटा सर्च गर्नु, हाम्रो आमाको फेस याद गरिरहनु हैन। भ्लग हेर्दै भए पनि आमाको फेस याद गर्नु। अनि त्यहाँबाट गएर त्यो आइडीलाई चाहिँ हैन फलो पनि गर्नु, रिटर्न पनि हेर्नु, लाइक पनि गर्नु, कमेन्ट पनि गर्नु, अनि सेयर पनि गर्नु, रिपोस्ट पनि गर्नु, अनि फेभरेटमा पनि एड गर्नु हैन। हामी बुढी माना तिनीको हैन आमा हैन। अनि यो आइडीमा सब्सक्राइब पनि गरिदिनु गरिदिनु अरे लु गरिदिनुपर्छ है गाइस, गरिदिनुपर्छ। यता सानी आफ्नै धुनमा व्यस्त छिन्। के गर्छिन् हौ यिनले आफ्नै धुनमा व्यस्त हुन्छन् जतिले है। कति रुपियाँको चटपटे हो? कति रुपियाँको चटपटे? यहाँनिर 20 रुपियाँ जतिको त छ होला होइन गाइस। बसेर खा त। हाम्रो भाइ चाहिँ हेर्नु न र सुत्ती दिँदैछ सर्पासनमा। ए सुत्ती जाँदैछ होइन, सुत्ती जाँदैछ हाम्रो भाइको। यता सानीलाई देखाइदिनु पर्ने अरे होइन। केको चाबी हो यो? चाबी के को कान्छ? होइन भाइले सिटीको चाबी होइन, सिटीवाला अङ्कलले दिनुभयो त क्या अस्ति नै भाइलाई। सिटीको चाबी चाहिँ किन अनि सिटीमा चाहिँदैन? बोकेर ल्याएछ दिनुभएको मलाई किन? हेर्नु न मेरो मम्मीको चुरा मैले हिजो नेल पोलिस मेटाउनेलाई न्याउ पारिदिएर थिएँ। अनि 300 दिनलाई चाहिँ थाहा रहेछ क्या र। मेरो युट्युब आइडी छ प्रकृति प्रदीप एन्ड प्रकृति सकरपारा।
भाइले हेर्नु न ब्याडमिन्टन किनेर ल्याएको ब्याडमिन्टनको त्यो होइन यस्तो पर्छ होला भनेको पर्दैन भने अब काट्छ अब मेरो पनि कपाल भोलिपर्सि जानु त आयो फाटिया छ मम्मीले सोधेर जानु पर्ने मम्मी हाम्रो हजुरआमाले पार्लर सिक्नु भएको हो नि अनि कपाल हेर्नु न कस्तो हाँगा फाटिरह मिलाउन जाँदा हुँदैन ए हुँदैन सन्चिता लुइथ्यो दाँतमा अड्क्यो मेरो 2082 को भोलि आमालाई लिएर आइडेन्टी कार्ड क्लास 3 के अरे के कुरा जति बुझिन्छ मैले देखाउने कस्तो अरे मैले उताखेरि ब्लग हो के गर्ने मैले खाइसकेर सुत्न जान्छु कि त्यही भएर अहिलेको लागि चाहिँ बाई होइन अनि भिडियो भन्दा गर्नु त प्लिज बाई बाई लभ यु एन्ड सी यु